मेरो सोच पनि त्यही हो। अनि लिइसकेपछि त फेरि घर लिइसकेपछि के हुन्छ पैसा जाँडा नै निस्किन्छ क्या, तपाईँ तिर्नुपर्छ भने त कहीँ गएर जुडिरहेको हुन्छ। अब जागिर पाउँदा पनि टन्नै खाइरहेको हुन्छ, जागिर हुँदा पनि हामी त्यति नै कामै नहुँदा पनि त्यति नै खाइरहेको हुन्छ। जुडिरहेकै हुन्छ कि त्यो कहीँ न कहीँबाट जुडिरहेकै हुन्छ। त्यहाँबाट 7 लाख निस्क्यो भने निकाल्छु, मै तिर्छु बरु 7 लाख। मलाई एउटा के समस्या मैले के नहुँदा भने तपाईँको आफ्नो बोलीमा चाहिँ अब मेरो किनारा यति किनारा 15 लाख चाहिँ आफ्नो क्लियर पैसा हुन्छ। क्लियर पैसा चाहिँ 15 लाख हुन्छ तपाईँलाई त्यो किन्ने आँट गर्ने हो भने त्यति चाहिँ तपाईँको टोक्यो हुनु पऱ्यो, चाहे त्यो ब्याङ्कमा राखेर होस् चाहे अन्य होस्, त्यति चाहिँ तपाईँ क्लियर गर्नुपर्छ। त्यो पैसा भएपछि आधी पैसा भनेको बिएम चलाउनु हुन्छ। तपाईँसँग 5 लाख मात्र छ भने चाहिँ नदिनु, त्यो बाँकी पछिना पनि भारी बोक्नु भनेको तपाईँलाई कठिन हुन्छ। फेरि तपाईँ सक्नुहुन्न, 10 लाख भएर सक्नुहुन्छ, कम्तीमा 15 लाख चाहिँ तपाईँसँग यताउता गरेर पुग्नु पऱ्यो। तपाईँको आफ्नो गोजीको पैसा होइन। म भन्ने के भन्यो नि, उताबाट बुढोले उसलाई 5 लाख उता निस्किन्छ होइन, त्यो निस्किने पैसा पनि लोनै हो भने चाहिँ नदिनु। होइन त्यो 5 लाख होइन, लोन हो भने पैसा हो क्या, नारीको पैसा देखाएन क्या, त्यहीमा अड्क्या हो क्या। 7 लाख आउँछ त्यहाँबाट, त्यो 5 लाख उसले त उताबाट 10 निकाल्छु भने क्या, तर त्यो लोन हुनु भएन। लोन हो भने चाहिँ नदिनु, त्यो 10 पनि ब्याज तिर्नुपर्छ भने त अनि मैले भन्नु खोजेँ त्यो 10 ब्याज बिना ब्याजमा हुनु पऱ्यो। तपाईँले विचार गर्नु 15 लाखसम्म लोन केही छैन, 15 लाखसम्म लोन लिएर तिर्न सक्नुहुन्छ तपाईँहरूले। अब सबै लोन 5 लाख गएर सबै लोन मलाई